ल है त अहिले भेटौँला। सो आज चाहिँ म गल्फ वेयर हाउसमा आएको छु र आज फर्स्ट टाइम गल्फ खेल्न पनि ट्राई गर्दैछु। सो मेरो पछाडि देख्न सक्नुहुन्छ यहाँ गल्फ खेलिरहेको मान्छेहरू पनि छ। सो हेरौँ आज के कस्तो हुन्छ है त। ल एकछिनमै भेटौँला। Harder हो। अब चाहिँ म यहाँ बल लिन जान्छु। बल यहाँ बल सल लिएर रेडी पोजिसनमा आइसकेको छु फिल्डमा। सो यो चाहिँ मेरो फर्स्ट ट्राई हो। सो म चाहिँ यहाँ फिल्डमा आइसकेको छु होइन। अलि नर्भस छु तर पनि म त्यसमा राम्रो गर्नेछु। मेरो चाहिँ भर्खर पाला है र मैले ड्याङ्किङ यसरी ड्याङ्किङ हामी कुनै बल त छुँदा पनि छोएको थिएन। तैपनि ट्राई गर्दै गएँ, टाइमिङ मिलाउँदै गएँ तर पछि बिस्तारै राम्रो हुँदै गयो। सो साँच्ची भन्ने हो भने चाहिँ होइन गल्फ चाहिँ इजी जस्तो चाहिँ देख्दैन तर खेल्न चाहिँ लास्टै गाह्रो रहेछ। रेस्पेक्ट टु अल गल्फ प्लेयर। तर आजको मेरो बुझाइ चाहिँ ब्यालेन्स चाहिँ इम्पोर्टेन्ट रहेछ अनि ट्रेनिङ अनि टाइमिङ पनि मिलाउनु पर्ने रहेछ। प्र्याक्टिस नै मेन की हो। वेयर हाउस हेर्न पनि रमाइलो लाग्यो र गल्फ खेल्न पनि रमाइलो लाग्यो। तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। नेक्स्ट टाइममा हामी फेरि भेट्नेछौँ। सो इन्जोय द राम्रोसँग बस्नु होला। सो इन्जोय गर्नु होला। द्याट्स इट। धन्यवाद। यसरी खेल्दैछ।